मेरो साथी विदेशमा आए बल्ल पोया पम्पु मारे हामी यही गाना लाउ है हामी चाहिँ विदेश जाँदैछौँ साथीको बिहेमा है विदेशसम्म हामी आजको दिनमा जाँदैछौँ हामी अब आगे मिस्त्री साहब बैठे हम पीछे यस्तै हो और बाराती का व्यू कल नाइट में दिखाया जाएगा सब दिखाइ जाएगा सबै म देखाउँछु तपाईँलाई मेरो साथीको बिहे इन्डियाको बिहे कस्तो हुन्छ हेर्नु होला रमाइलो गर्नु होला ओन्ली भोजपुरी सॉन्ग हैन भोजपुरी सङमा डान्स हेर्नु होला कस्तो हुन्छ यो मान्छेलाई त चिन्नुहुन्छ होला मजाले हेरिराख्नु एकदम रमाइलो भइरहेछ है ल गाइज अहिले एकछिन भेट्नुपर्छ अलिक अगाडि हाम्रो मिस्त्री साहब पनि हुनुहुन्छ यहाँ है सनाना पिरिडी जाँदैछ यहाँ केटाहरू बसिरहेछ है यसो विदेश घुमेर आउनुपर्छ अब बहुत अच्छा था है हाम्रो सरलाई चाहिँ यहाँ इन्डिया छोडेर इन्डियाको भाइस आएको छैन अरे होइन उसलाई विदेश आएर पनि विदेशको भाइस चाहिँ आएको छैन अरे मलाई विदेशै जस्तो लागेको छैन सानो विदेश छ तर सानो विदेश मिनी विदेश यस्तै हो अब जाँदै गर्नुपर्छ गाइज अगाडि भेट्नुपर्छ म बिहेमा घर पनि देखाउँछु साथीको बेहुला पनि देखाउँछु बेहुलाको फुका। बेहुलाको फुका हम लोग इंडिया पहुंच चुके हैं है हामी अब त्रिवेणीगञ्ज पुलिस पुग्न आँटिसक्यौँ होइन यहाँ टेम्पोहरूको टेम्पो समातेको छु अब जाँदैछु हाम्रो साथीले के पठाएको छ अरे स्कर्पियो अब हामी स्कर्पियोमा चढ्न आँटेको छौँ चारवटा गाडीवाला पहियावाला मेरो साथीले चारवटा गाडीवाला चारवटा चक्का भएको गाडी आउँदैछ हाम्रो लागि हाम्रै लागि आउँदैछ है हामी हाम्रो लागि हेरौँ कस्तो खालको गाडी हो भरे फेरि त्यो ठेला गाडी बनायो म यस्तो फेरि हरामी छ बेलगाडी पठाइदिन्छ गाइज अब त्रिवेणीगञ्ज पुगेर हेर्नुपर्छ गाडी फाइनली गाइज म चाहिँ विदेश पुगिसकेको अवस्थामा अब म यहाँ काम गर्छु होला र ल गाइज अहिले एकछिन चाहिँ भेट्नुपर्छ होइन भर्खर त 16 वर्ष पुग्यो यहाँ अब हामी चाहिँ पुगिसकेको छौँ होइन यहाँ साथीले पठाइसकेको छ गाडी अनि हामी अब जाँदैछौँ यहाँबाट साथीको घर अहिले म विदेशमा छु होइन लगभग हामी विदेश टेकेको 3 घन्टा जति भइसकेको छ अझै पनि मेरो साथीको घर पुगेको छुइनँ म बल्ल बल्ल साथीले एउटा गाडी व्यवस्था गरिदिएको छ हामी गाडीमा छौँ अहिले बहुत खुसी लागिरहेछ अरे म यसको साथी हो र तर खतरा चाहिँ खतरा है अब म यसको घर पुगेपछि हामी फेरि भेट्नेछौँ बाई बाई गाइस झन्डै ठुलो याद त यस्तै छ फाइनल्ली गाइज हामी चाहिँ अब साथीको बिहेमा आइसक्यौँ है साथीको अनुहार देखाइदियो मेरो साथीको अनुहार चाहिँ यहाँ छ एकदम हिरो भएर बसिरहेछ यो बेहुला यही हो गाउँको सरपञ्च यहाँ इन्डियाको बिहे हेर्नु सक्नुहुन्छ तपाईँहरू एकदम धुमधामले हुन्छ यसरी नै हुन्छ है हाम्रो यो चाहिँ हाम्रो यसले बेहुली भेटिहाल्छ आमा खुसी ओपर मनमा नै लड्डु फुट्दै होला यसको रह नहीं जाता तड़प ही ऐसी है ना नहीं सोके मौज कर दिया तर यो दिन देख्छ भने थाहा थियो होला नि त तँलाई होइन साथी तैँले देखिस् है देख्नु चाहिँ देखिस् है A few moments later बेहुला रेडी भइसकेको छ होइन एकदम हिरो रुको जरा सबर करो
बोला धक्का मुक्की नहीं कर गाना बजाऊ न रे यार घुम्दै क्या हाम्रो गाइड बेहुली आइसकेको यो बेहुली हो हामी चाहिँ अब यहाँ जन्ती जानलाई रेडी भइसक्यौँ यहाँ जन्ती जानेहरूको अनुहार हेर्न सक्नुहुन्छ यो उता पनि रहेछ ल मच्छर ग्याङ यो पनि मच्छर ग्याङ हो यो चाहिँ चोर चिन्दी चोर भन्नु मिल्दैन यसलाई मेरो पैसा चोरेको बिर्सिस् त भन्नु मिल्दैन हामी चाहिँ अब जान आँटेको छौँ साथीको बिहे हुँदैछ है अब टक्कसँग बेहुलीको घरमा भेट्नुपर्छ है ल ल बाइ गाइज करेला पालप ललिपप लागेलु कमरिया लाइट छैन होला तपाईँलाई कस्तो लागिरहेछ त्यति मात्रै भन्नु न अरु सब भन्दा महेश बेहुला भयो त्यही यहाँदेखि चाहिँ पुरै डर छ के डर चाहिँ के को तपाईँलाई डर चाहिँ के को छ टेन्सन वाला डर अगाडि पुगेपछि ए वहाँ पर कन्फिडेन्स चाहिँ हुनु पर्यो भाइ हेर बालसाल मिलाएर तेल सेल लाएर थुकसुक लाएर अरे कहना क्या चाहते हो एकदम हिरो भएर जाने हो हेर अरू थाहा भएन फेरि यो टेन्सन बा हामी पछाडि छौँ तेरो हेर भाइ यति कुरा याद हामी छौँ केही भयो भने गर्दा उडाइदिन्छौँ सिधो कुरा हो होइन साथी यहाँ फेरि अर्को बेहुला यहाँ पनि छ है के खोज्दैछ त्यसले ए गुडगा सुडगा नै मेरे पास नहीं है हम तो कैसे ल साथी त्यो बिहे हुँदैछ हाम्रो यहाँ हामी खुसी छु म त एकदम खुसी छु बेला पनि छु है म पनि छु ल साथी ल छोड़ा उसकी गली में दिल को तोड़ा फिर भी सीने में धड़कता है ये दिल मैंने दिल से उसे निकाला जो ना करना था कर डाला फिर भी याद उसी को करता है ये दिल सो गाइज हामी चाहिँ यहाँ अन्डा खान ओर्लेको छौँ है यहाँ अन्डा खानु है एकदम यहाँ हामी पर्खिरहेको छौँ अन्डा खानुलाई महेशको बिहे खानु ओभर गाह्रो भयो है कस्तो भइरहेछ अनुभव कस्तो लागिरहेछ रमाइलो लागिरहेछ यस्तै हो अब जानुपर्छ बिस्तारै यो चाहिँ यहाँको अन्डा हो आइसक्यौँ यहाँ चाहिँ महेशको डेकोरेसन हुँदैछ अनि हाम्रो यहाँ बेहुला छ बेहुला अरे अर्को बेहुला छ हुनेवाला धराने बेहुला छ यहाँ केटाहरू बसिरहेछ अब यहाँ उयो हुन्छ अहिले भनेको हामीलाई चाहिँ यहाँ नास्तामा यो भेटेको छ अर्को यहाँ खाएको खाइछ है एकदम खाएको खाइछ आनन्दले साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता
देख लो मिट गई दूरियां मैं यहाँ हूँ यहाँ ध्यान ध्यान हामी स्टेजमा छौँ कैमरा हटाइए जी, फ्रेम में नहीं आ रहा है। सबको मौका मिलेगा वैसे बात करो। सब कैमरे में सही देखो। अरे यहाँ पर है जयमाला केही नसुने पनि हुँदैन भने खाले हुँदैन हुँदैन यहाँ छ यो क्यामेराम्यान माथि बिस्तारै टेकै हल्लिन्छ माथि बिस्तारै टेकै हल्लिन्छ त्यो बिस्तारै आराम से यस्तै हो गाइज यहाँ बिहे हुँदैछ बर्बादी हुँदैछ हौ उता कलेर भाभी जी प्रणाम त्यही थियो मलाई डाउट लाग्यो तेरो आधी काम त भइसक्यो तेरो अब आधी बाँकी छ कतिको खुसी थिइस् त्यतिमा अनुहार नलट्का अहिले एकछिनमा उठिहाल्छ अनुहार नलट्का हेर्ने बित्तिको कतिको खुसी लाग्यो फेरि यसलाई हेरे भाइ तेरो बुढी हेरी थोड़ा ऐसा करना थोड़ा करना इतना खुश है जो हम बयान नहीं कर सकते इतना खुश है जो हम बयान नहीं कर सकते इसलिए मेरा फेस देख करके आप अंदाजा लगा लीजिए कि मैं क्या कहना चाह रहा हूँ देखिए क्या लग रहा है कहना क्या चाहते हो कहना यही चाह रहा कि यही शादी में खुसी इसका भी त अलिक मजाले भयो लाग्दैछ कि यो त पुरै पट लगाइदियो के लगाइदियो यसले टेम्पो चल्दो रहेछ हाम्रोतिर चाहिँ पेट्रोलले टेम्पो चल्छ हाम्रोतिर चाहिँ टेम्पोले पेट्रोल चल्छ यहाँ चाहिँ ग्यासवाला टेम्पो छ यस्तै हो सो गाइज होइन हामी चाहिँ बिएसए खाएर आइसक्यौँ चट्टा पाराले यो पनि अर्को छ एउटा यो हरामी नम्बर 1 हामी आइसक्यौँ बिएसए खाएर बिए राम्रै भयो एकदम रक पारामा उसले आविष्कारहरू पनि दिएको रमाइलो भयो है गाइज ल कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिदिनु होला मनिष गएको भए बेकारमा आएछु भन्थ्यो होला त्यसले त साथी त नआएर पनि ठिकै भयो एक तरिकाले तेरो बिहे खान पाएन मलाई चाहिँ त्यसको दुःख लागिरहेछ होइन ल गाइज सी यू नेक्स्ट ब्लग विदेशबाट
है।